डुवर्सलाई अलग राखेर पहाडलाई मात्रै त्यो मान्दैन हो। तराई डुवर्सको निम्ति नै आज मैले सङ्घर्ष गर्दैछु। तराई डुवर्सको निम्ति नै आज मैले यति साह्रो स्ट्रगल गरेको हो, बुझ्यो नि। आज मैले तराई डुवर्सको आज एरियालाई अन्तर्भुक्त गराएर नै आज मेरो राजनीतिक एरियालाई पनि म सन्यास लिन्छु नि। किन तराई एरियालाई नै मैले अन्तर्भुक्त गराउनु पर्यो, त्यो एरियालाई अन्तर्भुक्त गरौँ। किनभने त्यहाँको मान्छेले 1986 देखिको बलि चढेको हो नि त, खुनमा खुन दिएको हो, पसिनामा पसिना दिएको हो, हरेक कुरो उहाँले दिएको हो नि। अनि हामीले यो सबै कुरो भुलेर मेरो पोलिटिकल फाइदालाई, मेरो पोलिटिकल एजेन्डालाई लिनु अनि मैले 2026 को राजनीतिलाई म चेयरमा बस्नु होइन, यो होइन, कदापि होइन। मेरो कन्सेप्ट यो हुँदैन। मेरो तराई र डुवर्सको मानिसहरूको निम्ति, तराई र डुवर्सको मेरो जनताको निम्ति मैले जुन सङ्घर्ष गर्दैछु, जुन मैले माया गरेको छु, त्यो जग्गालाई आज लिएर काम गर्छु। म क्षेत्र क्षेत्रमा जान्छु, क्षेत्र क्षेत्रमा म मानिसहरूलाई अवेरनेस गर्छु यो विषयहरूमा। अब तपाईँहरू जाग्नुहोस्, अब तपाईँहरू उठ्नुहोस्, तपाईँहरू अब काम गर्नुपर्छ भन्ने कुरो म उहाँहरूलाई अवेरनेस गरिरहेको छु। आज पनि सोसियल मिडियाहरूमा मैले, मेरो भाइले काम गरिरहेको छ, ग्राउन्ड जिरोमा काम गरिरहेछ तराई डुवर्समा अघि। त्यसले गर्दाखेरि अब झन् ज्यादा काम उहाँले गर्नुहुन्छ। थ्याङ्क यू।